अलग गरेको व्यक्ति हो तपाईँ परमेश्वरको निम्ति तपाईँ अलग गरेको व्यक्ति हो आमेन 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 अनि अरू मानिस जस्तो तपाईँ अब जिएर हिँड्ने नगर्नुहोस् आम मानिस जस्तो आमेन तपाईमा प्रत्येकमा परमेश्वरले अभिषेक राख्नु भएको छ हालेलुया विश्वासीको पनि के हुन्छ भन्नुस् त अभिषेक हुन्छ आमेन विश्वासीको लेभलको एउटा अभिषेक हुन्छ अब तपाईलाई परमेश्वरले अभिषेक गरिसक्नु भएको छ त्यो अभिषेक तपाईले पवित्र आत्मा जब पाउनु भइसकेपछि तिमीले शक्ति पाउँछ भने त्यो शक्ति त्यो अभिषेक हो आमेन आमेन तपाईलाई परमेश्वरले अभिषेक गरिसक्नु भएको छ तपाईलाई कति विश्वासीको अभिषेक हुन्छ चेलाको अभिषेक हुन्छ सेवकको अभिषेक हुन्छ विभिन्न राष्ट्रको अभिषेकहरू पनि हुन्छ तर तपाईलाई विश्वासीको लेभलको मेरो प्रिय मण्डली तपाईले अभिषेक पाइसकेको छ अब तपाईले अभिषेक तपाईँ माथि छ भने अब तपाईले अरू मानिसहरू जिउनु भएन अब तपाईँ अलग भइसकेको संसारदेखि तपाईँ परमेश्वरको कामको निम्ति परमेश्वरको घरको निम्ति अब के भयो भन्नुहोस् त तपाईँ अलग भइसकेको किन अरू जस्तो जिउन सक्नुहुन्न अरूको टाउकामा परमेश्वरको तेल छैन तर तपाईको टाउकामा परमेश्वरले तेल राख्नु भएको छ अभिषेकको तेल छ त्यसकारण त्यो तेललाई तपाईले खतम पार्नु हुँदैन मेरो प्रिय मण्डली तपाईले तेललाई खतम पार्नु हुँदैन बाइबलले यो भन्छ मेरो प्रिय मण्डली के कुरा भन्छ भने अभिषेकको तेलको कारण जुवा सबै जुवा भाँचिन्छ त्यसको भित्रबाट सबै बोझहरू खतम हुन्छ भनेको छ आमेन आमेन अनि मेरो प्रिय मण्डलीले आज अभिषेकको कारणले मात्रै हो शक्तिको कारणले मात्रै हो आज जुवा भाँचिन्छ तपाईको प्रार्थना गरेर शक्तिको अभिषेकले मात्रै भाग्यो भूतात्मा केले भाग्ने हो त चिच्याएर शक्तिले हो त्यो शक्ति त्यो अभिषेक हो आमेन आमेन रोग केले निको हुने हो त शक्तिले हो प्रभु येशूको वस्त्रमा के हुन्थ्यो भने त शक्ति बगिरहेको हुन्थ्यो जब 12 वर्ष रगत पक्रे स्त्री आएर झ्याप्पै छोइने निको भयो आमेन मतलब रोग निको पारेको शक्ति भूतात्मा धपाउने पनि शक्ति मेरो प्रिय मण्डली म भन्दछु त्यो शक्ति भने त्यो अभिषेक हो आमेन अभिषेकले त्यो सबै जुवा अनि सबै कुराहरू भाँच्दछ तपाईको जीवनमा गरिबी छ त्यो भाँचिन्छ अभिषेक चाहिन्छ तपाईमा आमेन हालेलुया त्यो अभिषेकको तेल चाहिन्छ मेरो प्रिय मण्डली आज तपाईको जीवनमा गरिबीको जुवा रोगको जुवा बिमारीको जुवा नराम्रो छ त्यो तपाईले अभिषेक तपाईमा छ त्यसले भाँच्छ त्यो बढ्दै 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 जान्छ अनि त्यसले भाँच्छ आमेन तपाई ढोडिन्छ तपाई स्वतन्त्र व्यक्ति हुनुहुन्छ आमेन अनि मतलब मेरो प्रिय मण्डली त्यो अभिषेक त्यति महत्त्व छ मेरो प्रिय मण्डलीमा तपाईलाई वचनले के कुरा भन्छ भने रुसी फल भन्ने नाउँ के छ यो बाइबलमा रुसी फल त लेखेको छैन है तर जो अब मान्छेले रुसी फल भन्छ संसारको मान्छेले चिन्ने दियाबलसलाई त्यो पहिला स्वर्गमा हुँदा के थियो तपाईलाई थाहा छ त्यसलाई परमेश्वरले बिहानको तारा भन्नुभएको छ करूप अभिषेक गर्नु भएको के अभिषेक गर्नु भएको भन्नुहोस् त करूप त्यसमा पनि के थियो भने त अभिषेक थियो र उल्ले अनि त्यसरी गाउँ थियो त आमेन त्यस्तो शक्ति थियो त्यही शक्तिले अहिले काम गरिरहेको त परमेश्वरले त्यो अभिषेक नखोज्नु भएको कारणले अभिषेक त्यो शक्ति हो त्यसलाई पनि अभिषेक गरेको भनेको चाहिँ इजकेल 28 अध्यायमा होला इजकेल 27 28 अध्यायमा तपाईले पढ्नुभयो भने त्यहाँ भेट्नुहुन्छ आमेन लेवी 10 अध्यायको 7 मा चाहिँ परमेश्वरले के कुरा भन्नु भएको छ तपाईलाई भेट्नुहुन्छ लेवी 10 अध्याय 7 मा पुजारीलाई चाहिँ परमेश्वरले भन्नुभयो तिमी पुजारीको छोरा मरेको थियो त्यतिखेर मेरो प्रिय मण्डलीमा तपाईलाई भन्छु पूजा हरुनको छोरा जब मरेको थियो त्यतिखेर चाहिँ मेरो प्रिय मण्डली अनि त्यतिखेर चाहिँ तपाईले तोहरू देख्न के देख्नुहुन्छ पढ्दिनुस् त लेवी 10 को 7 पढ्नुस् त तिमीहरू चाहिँ भेट हुने पालको ढोका बाहिर तिमीहरू चाहिँ भेट हुने पालको ढोका बाहिर नजानु नत्र तिमीहरू मरौला त्यतिखेर परमेश्वरको अगाडि त्यो नराम्रो जीवन जेको कारणले परमेश्वरले नभन्नु भएको आज्ञा गरेको कारणले उनीहरूले नगर्नु भन्ने कुरा गरेको कारणले परमेश्वरले हरुनको दुईटा छोरालाई मार्दिनु भएको छ अनि त्यतिखेर परमेश्वरले भन्दै हुनुहुन्छ कि अब त त्यो छोरा मर्यो भनेर त्यो छोरा मर्यो भने विलाप गर्नको निम्ति त नजा यो भेट हुने पालबाट त निक्लेर नजा नत्र तिमीहरू मर्छौ भनेर प्रभुले भन्नुभएको छ किन नजान त पढ्दैन सर परमप्रभुको अभिषेकको तेल तिमीहरूमाथि छ किनभने परमप्रभुको अभिषेकको तेल तिमीहरूमाथि छ मेरो प्रिय मण्डली जब आफ्नो छोरा मर्दा पनि जान पाएन लेवी
हरुन किन जान पाएन नि? के कारणले नजान तर तिमीहरू मर्छौ भनेको छ? किनकि अभिषेकको तेल हो तिनीहरू माथि थियो। आमेन। परमेश्वरको अभिषेकको तेल थियो। आज तपाईँ र मेरो माथि पनि परमेश्वरको अभिषेकको तेल छ भने तपाईँ र मैले संसारसँग बाहिर जानुले मिसिन। आमेन आमेन। संसारसँग जानु भएन बाहिर तपाईँ मिसिन। अरूलाई भन तिमी भेटुले पाल नछोड, भेटुले पालबाट निक्लेर नजा पवित्र स्थानबाट, त गइसकेन त मर्छस्। जब तपाईँ मेरो प्रिय मण्डली तपाईँ स्वर्गको राज्यको बाट अन्धकारको राज्यसँग साझेदारी हुनलाई तपाईँ जानुहुन्छ, संसारको कुरातिर नम्किनु हुन्छ भने तपाईँ मर्नुहुन्छ। तपाईँको अभिषेक खतम पार्छ शैतानले। त्यही भएर मेरो प्रिय मण्डली तपाईँ ननिस्किनुहोस्। तपाईँसँग अभिषेकको तेल छ भने तपाईँ बस्नुपर्छ। आमेन। अन्धकारको संसारभित्र नजानुहोस्। अन्धकारको अरू मानिस जस्तो जीवन नजिउनुहोस्। जियो भने तपाईँले के हुन्छ? मर्छस् भने प्रभुले के तपाईँको अभिषेकलाई चाहिँ मार्छ नराम्रो जीवन जिएपछि। आमेन। अनि यो अरूलाई परमेश्वरले भन्दै ननिक्ली, निक्लियो भने त मर्छस्, नछोड भेटु नेपाल। अनि आज मेरो प्रिय मण्डली परमेश्वरको घरबाट तपाईँ जानु हुँदैन। आमेन। ज्योतिको राज्यबाट तपाईँ अन्धकारको राज्यसँग नारिन जानु भएन। हालेलुया। नत्र भने मेरो प्रिय मण्डली तपाईँ नराम्रो कुरामा लिएर जान्छ शैतानले। तपाईँको अभिषेकलाई खतम पार्छ, तपाईँको अभिषेकलाई मार्छ, तपाईँको अभिषेकलाई अपवित्र पार्छ। अनि त्यो अभिषेक काम लाग्दैन। त्यस कारणले अनि अभिषेकको तेल हरुनमाथि छ, अब त नजा भेटु नेपालबाट ननिक्ली भन्दाखेरि अनि अब कस्तो अनि के गर्नुपर्छ त भन्ने कुरा पढिदिनुहोस् त तल तल पढ्नु सचे। यस अर्थ मूसाको वचन अनुसार गर्यो। तलतिर अझै पढिदिनुहोस्। पढिदिनुहोस्। त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो, त्यसपछि परमप्रभुले हारूनलाई भन्नुभयो, तिमीहरू भेट हुने पालमा जाँदा तिमीहरू भेट हुने पालमा जाँदा तिमी र तिम्रो छोराछोरीले दाखमत अथवा अरू मत नपिउनु। यहाँ सुन्नुहोस्। अब के कुरा भनेको छैन? अब तपाईँले अघि हेर्यो भने 7मा के भनेको छ? 7मा तिम्रो अभिषेकको तेल भएको कारणले हरुनलाई अब तिमी बाहिर जान पाएनौ, संसारसँग मिसिन पाएनौ, संसारको मानिसहरू जीवन जिउन पाएनौ। अनि त्यहाँबाट अब तिमी कस्तो हुनुपर्छ भनेको छ। सुन्नुहोस् है, फेरि अझै आएर तपाईँले हेर्नुभयो भने 8मा फेरि हेर्नु भने 8मा के भनेको छ भने तिमी माथि अभिषेकको तेल भएको कारण यो अभिषेकको तेल खतम हुन्छ, पवित्र हुन्छ। त्यसकारण तिमीले अब कुनै पनि दाख मत नपिउनु। दाख मत के हो भन्नुहोस् त? वाइनहरू हो। कुनै पनि दाखको रस बनाएर अशुद्ध कुराहरू नछुनु भनेको छ। त्यहाँ अशुद्ध कुरा नछुनु, दाख मात्रै नपिउनु, अशुद्ध कुरा नछुनु। किन नछुनु त अशुद्ध कुरा? त्यो अभिषेकको तेल भएको कारणले अब संसारको मान्छे जस्तो दाख मात्रै खाएर नाच्दिने होइन, संसारको मान्छे जस्तो हिँड्नु हुँदैन। किनभने अभिषेकको तेल भएको कारण अब तिमी के गर्नुपर्छ? अब पवित्र जीवन जिउनुपर्छ भन्नुभयो। हालेलुया। अरूलाई पवित्र जीवन जिउनुपर्छ। अब तिमी अलग हुनुपर्छ संसारको कुरादेखिको है, संसारको नमिसी भन्नुभयो। अरूको संसारको कुराबाट के हुन्छ? अलग हुनुपर्छ। तिमीले दाख मात्रै नखाऊ, अशुद्ध भोजनदेखि केही पनि नखाऊ। आमेन। अशुद्ध कुरा नछौ भन्नुभयो। अनि मेरो प्रिय बर्थडेले आज तपाईँसँग अभिषेक छ भने तपाईँ प्रत्येक विश्वासीलाई परमेश्वरले विश्वासीको अभिषेक दिनुभएको छ। आमेन। त्यो अभिषेकलाई खतम पार्नको निम्ति शैतानले तपाईँलाई संसारतिर खिच्छ, संसारको कुरा बाहिरतिर खिच्छ, परमेश्वरको राज्यतिर होइन बाहिरतिर खिच्छ। अनि तपाईँलाई त्यो अपवित्र कुराहरू अशुद्ध कुराहरू गर्न लाउँछ शैतानले। अनि तपाईँको के कुरा हुन्छ? तपाईँको अभिषेकको तेललाई त्यो अब खतम पार्दैछ। तपाईँलाई संसारमा लिएर गएर संसारको कुरामा लिएर अपवित्र कुरा भित्र गर्न लगाएर तपाईँको अभिषेक तेल अब खतम हुँदैछ। अब तपाईँसँग अब अभिषेकको तेल तपाईँहरूसँग छ भइसकेपछि के गर्नुपर्छ? तपाईँले पवित्र जीवन जिउनुपर्छ। अशुद्ध कुरा तपाईँलाई शरीर र आत्मालाई अशुद्ध पार्ने कुनै कुरा पनि तपाईँले छुनु भएन। आमेन। तपाईँ अलग भएर बस्नुपर्छ। किन अरू जस्तो अलग हुने भने मसँग प्रभुको तेल छ, अभिषेकको तेल। आमेन। प्रभुले मेरो शिरमा राखेको छ। अब म जस्तो जीवन जिउदिनु भन्नु तपाईँको साथीलाई। हालेलुया। आमेन। अनि अझै तलतिर जानुहोस् त। यो तिमीहरूको आउँदो पुस्तामा अन्न बलिको विधि होस्। 10सम्म भन्नु। पवित्र र साधारण अनि शुद्ध र अशुद्ध तिमीले भेट राख्नुपर्छ। यहाँ प्रभुले के भन्दै हुनुहुन्छ? अब तिमीले अभिषेकको तेल तिमी माथि भएको कारणले अशुद्ध र अशुद्धको तिमीले भेट राख्नुपर्छ।
पवित्र र साधारणको भेट राख्नुपर्छ। अब तिमी पवित्र जीवन जिउनुपर्छ, अशुद्ध कुरालाई छुनु भएन, अशुद्धबाट तिमी अलग हुनुपर्छ। प्रभुले यहाँ अरूलाई भन्दै हुनुहुन्छ यो कुराहरू। अब तिमी अशुद्ध कुराबाट के हुन्छ, अलग हुनुपर्छ। अलग हुनुपर्छ अनि पवित्र अनि सिद्ध अनि अशुद्ध कुराको भेद तिमीले जान्नुपर्छ। कस्तो जीवन जिउनुपर्छ तिमीले बुझ्नुपर्छ भन्नुभएको छ। आमेन आमेन। जब तपाईसँग अभिषेकको तेल छ मेरो प्रिय मण्डली, अब तपाईले अशुद्ध कुरा छुनुहोस्। अशुद्ध कुरा र पवित्र कुराको डिफेन्ड गर्नुपर्छ तपाईले मैले। आमेन। अशुद्ध कुरा छुनै हुँदैन, तपाईले अब भेट राख्नुपर्छ। यसले मेरो अभिषेक खत्तम पार्छ, अब म यसले अभिषेक खत्तम पार्छ, यो कुरा म गर्दै गर्दिन भन्नेलाई त्यसलाई भेट हुन्छ। आमेन। अलग रहनु। आमेन। अशुद्ध कुराबाट तपाईँ पवित्र कुरामा बढ्नुपर्छ। आमेन। जब तपाईँ मेरो प्रिय मण्डली पवित्र कुरामा तपाईँ बढ्नुहुन्छ, जब तपाईँमा अभिषेकको तेल तपाईँले प्रत्येकले पाउनु भएको छ। अस्ति एन्जलहरूले तपाईँलाई कति अभिषेक गरेको छ। आमेन। हातहरूमा लिटरी यति तेलहरू बगेको थियो, स्वर्गको हातहरूमा यति धेरै बगेको थियो। लिटरी फोटो छ हामीसँग, तेलहरू धेरै तुरुर तप्तप चुहेको यो अमलाबाट भुइँमा स्वर्गले हालेको तेल। अचानक स्वर्गदूतहरूले अब त्यो तेललाई तपाईँले अब के गर्नुपर्छ, बढाउनको निम्ति अझै शक्तिशालीताले लिएर जानको निम्ति अब के गर्नुपर्छ तपाईँले भन्नुहोस् त। तपाईँलाई पवित्रता र अशुद्धताको भेद राख्नुपर्छ। आमेन। अशुद्ध कुरा छुनु भएन, पवित्र कुरातिर लाग्नु पर्यो तपाईँ। आमेन। संसारमा हुनुहुन्छ तर संसारको मानिसहरू जीवन नजिउनु। हालेलुया। आमेन। संसारमा हुनु त संसारको मानिसको जस्तो जुवा ननारिनु, संसारको मानिसको जुवामा। आमेन। तपाईँ एउटा शक्तिशाली व्यक्ति हो, परमेश्वरले अलग गरेर यस व्यक्तिमा राखेको व्यक्ति हो। आमेन। तपाईसँग जो परमेश्वरलाई बोकेर हिँड्नको निम्ति बोलाउ पाएको तपाईँले, तपाईँ भित्र। आमेन। तपाईँ मन्दिर हुनुहुन्छ, यो मन्दिर अशुद्ध पार्दैन पार्नुहोस्। यो मन्दिरमा स्वयं पिता वास गर्नुहुन्छ, यो मन्दिरभित्र परमेश्वरको अभिषेकको तेल वास गर्छ। यो तपाईँले गर्नु भएन। तपाईँसँग यति तेल यहाँ शिरमा अलिकति हाल्दियो भने त्यो तेल मेरो प्रिय मण्डली, यो तेल अब तपाईँले बढाउँदै गरी यो शरीरको कपडा सबै भिज्नुपर्छ ल्याप्पै। तब त्यहाँबाट दुष्टले तपाईँलाई अब छुन सक्दैन मेरो प्रिय मण्डली, छुन सक्दैन दुष्टले तपाईँलाई। यति मात्रै तेल छ तपाईँलाई, यति मात्रै तेल छ, यति यहाँ कपालबाट यति सुल्ला पक्ने मात्रै छ नि। अब तपाईँलाई शैतानले पेल्न सक्छ। तर तपाईँको अभिषेकलाई बढाउँदै अपवित्र कुरा नजिउकिन पवित्र जीवन जिएर अभिषेकलाई बढाउँदै लिएर जानुपर्छ तपाईँले। आमेन आमेन। यो बढ्दै जब बढे जति तपाईँ प्रभुको उपस्थितिमा जानुहुन्छ, संसारबाट अलग रहेर तपाईँको भित्रमाथि तेल खनिन्छ अझै। आमेन। तेल खनिँदै के हुन्छ, यो सबै भ्यात्तै भिज्छ एक दिन। आमेन। यो वस्त्रभरि तेलै तेल हुन्छ। अब शैतानले तपाईँलाई छुन सक्दैन, तपाईँ सुरक्षित हुनुहुन्छ। हालेलुया। तपाईँसँग अभिषेक यति मात्रै भरिएको छ, शैतानले तपाईँलाई फेल्छ। यो शरीर पुरै भरिनुपर्छ। आमेन। अहिले के भने मेरो प्रिय मण्डली, मेरो बाटोमा तेल खनिन्छ भनेको छ, मेरो शरीरमा तेल खनेर मेरो बाटोबाट जान्छ भनेको छ। आमेन। अनि भजसम्म मैले अर्को ठाउँमा पनि के भनेको छ, हरणको शिरदेखि तेल जब खनाउनु परमेश्वरले पैतालासँग भित्दै गरेर पुरो भनेको छ। भ्यात्तै भएर सुन्नुहोस् त, तपाईँको त्यो अभिषेक बढेर तपाईँलाई भिजाउनु पर्छ अनि मात्रै तपाईँ सुरक्षित हुनुहुन्छ। त्यो अभिषेक तपाईँको सुरक्षा हो, त्यो अभिषेक तपाईँको कभरिङ हो। आमेन। हालेलुया। अनि मेरो प्रिय मण्डली त्यो अभिषेकलाई अब जोगाउनुहोस् त्यो अभिषेकलाई बढाउनुहोस्। शैतानले त्यो अभिषेक भएको यति पाएको अभिषेक खत्तम गर्न चाहन्छ तपाईँलाई। नराम्रो कुरामा लगेर अरू जस्तो छाडा बोल्ने मान्छेले आउँछ, गलत सङ्गत लिएर आइदिन्छ तपाईँमा। पवित्रता जीवन जिउनुपर्छ तपाईँले अभिषेक बढाउन। गलत सङ्गत ल्याइदिन्छ, झन् विवाह गर्नु भएको छैन भने त्यस्तो राम्रो मान्छे आउँछ, अभिषेकले तान्छ। बाइबलले भन्छ अभिषेकले चाहिँ तान्छ भनेको छ, अभिषेकले चाहिँ खिचेर ल्याउँछ, राम्रो मान्छे लिएर आइदिन्छ तपाईँको पछि। त्यो बेला तपाईँ के गर्नुहुन्छ? त्यो बेला के गर्नुहुन्छ? बाइबलले कहाँ एक ठाउँमा लेखेको छ, बाइबलले उपदेशको पुस्तकमा अभिषेकको तेलले चाहिँ कन्याहरूलाई तान्छ भनेको छ। राम्रो तपाईँ केटा हो, छोरी मान्छे राम्रो आउँछ। ओहो म त राम्रो छु क्या नभन्नु, राम्रो छैन। तपाईँको अभिषेक खत्तम पार्नको निम्ति शैतानले पठाएको। तपाईँ केटा मान्छे हो, केटी आउँछ, केटी मान्छे हो, केटा आउँछ। राम्रो त्यतिखेर तपाईँ अलग हुने हो। आमेन। तपाईँको अभिषेकलाई खत्तम नपारोस् भने तपाईँ अलग हुनुपर्छ। त्यहाँ तेल छ, अब त्यो तेल भएपछि तपाईँ अरूभन्दा डिफेन्ट मान्छे हो। आमेन। तपाईँ साधारण मान्छे होइन, आम मानिस होइन जीवन जिउनु। हालेलुया। आमेन। तपाईँ अलग हुनुपर्छ। जब म तपाईँलाई एउटा कुरा बताउँछु मेरो प्रिय मण्डली, तपाईँले हेर्नुहुन्छ
योसेफलाई जब परमेश्वरले अभिषेकको तेल खनाउनु भने प्रधानमन्त्री हुने तेल खनाइदिनु भयो। प्रधानमन्त्री हुने, राज्य गर्ने तेलहरू, शासन गर्ने तेल जब उसमा खन्यो नि, जब प्रभुले खन्यो नि, शैतानले त्यो तेल खोज्नको निम्ति, त्यो तेललाई अपवित्र पार्नको निम्ति आफ्नो दाजुभाइहरू विरुद्धमा उठ्न सुरु गरे। योसेफको मेरो प्रिय मण्डली, योसेफको विरुद्धमा उठ्न सुरु गरे। योसेफलाई मारेर अब फालिदिनु पर्छ भनेर खाल्टोमा पनि हाले। खाल्टोबाट पनि निकालिदिनु भयो परमेश्वरले। त्यहाँबाट बेच्दै मिश्रमा लगाएर आफ्नो भाइलाई बेच्दा पनि ऊ खुसी नि भयो, गनगन गरेन, गनगन गरेन, प्रभुसँग गनगन गरेन, राम्रो जीवन जियो। त्यहाँबाट जब मिश्रमा पुग्यो नि मेरो प्रिय मण्डली, मिश्रमा जुन पोतिफरको श्रीमती, जुन रानी, मेरो प्रिय मण्डली, रानीले नि के भन्थ्यो भने म तँसँग सुत्छु भन्थ्यो, मसँग सुत्न देन भने दिन प्रतिदिन घर लाउँथ्यो। सुन्नुहोस् है, योसेफ यति राम्रो थियो, सुन्दर, त्यो अभिषेक खतम पार्नलाई शैतानले लिएर आएको परीक्षा। अब सुन्नुहोस् है, अभिषेक खतम पार्न शैतानले फेरि छोरी मान्छे पठायो। त्यो पनि रानी, साधारण मान्छे होइन। रानीले भन्छ म तँसँग सुत्छु भने दिन प्रतिदिन कर गर्दा पनि योसेफले म परमेश्वरको विरुद्धमा पाप गर्दिनँ, म परमेश्वरको विरुद्धमा यो कुकर्म गर्दै गर्दिनँ, किनकि मसँग अभिषेकको तेल छ नि, त्यसले थाहा थियो होइन। योसेफसँग अभिषेकको तेल थियो, त्यही भएर उसले कुकर्म गरेन। दिन प्रतिदिन कर लाउँदाखेरि एक दिन त महलमा कोही पनि थिएन मेरो प्रिय मण्डली, महलमा हो दायाँ बायाँ अरू नोकर थिएन। जबरजस्तीले कपडाहरू खोल्न सुरु गर्दाखेरि कपडै छोडेर योसेफ भागेको छ, म गर्दिनँ यो काम भनेर। जब त्यो कपडा समातेर अब यो त मेरो हुँदैन रहेछ नि, अब तल म जेलमा पठाउँछु भनेर, मलाई बलात्कार गरो भनेर जबरजस्ती गर्यो भनेर त्यसको कपडा प्रमाणसँगले राजालाई भनिसकेपछि राजाले लगेर जेलमा हाल्यो। ऊ संसारको अगाडि बलात्कारी भनेर चिन्यो, तर ऊ बलात्कारी थिएन। सुन, किन भन्नुहोस् त, त्यो ऊ भित्र अभिषेकको तेल भएको कारण त्यो खतम पार्नलाई शैतानले विभिन्न कुरा गर्यो, तर उसले जेलमा जाँदा पनि उसले पवित्र जीवन जियो, मन दुखाएन प्रभुसँग। आमेन। त्यो तेल बढ्दै 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 गइरह्यो, त्यो तेल लुज भएन, यति बढ्दै गयो कि एक दिन त्यो जेलबाट प्रधानमन्त्रीको कुर्सीमा प्रभुले राखिदिनु भयो। हालेलुया। अनि यो अभिषेकको जब तेल हुन्छ नि, त्यो मान्छेलाई पैसा आउँछ। अभिषेकको तेल हुन्छ नि, त्यो मान्छेलाई अफर आउँछ, विभिन्न कुराहरू। जब तपाईँसँग अभिषेकको तेल हुन्छ, तपाईँलाई विरोध गर्ने मान्छे आउँछ। जब तपाईँमा त्यो अभिषेकको तेल छ, तपाईँलाई घृणा गर्ने मानिस तपाईँको नजिकको मानिस हुन्छ। जब तपाईँसँग अभिषेकको तेल छ, तपाईँलाई नराम्रो आरोप लगाउन सुरु गर्छ मान्छेले। किन भन्नुहोस् न, तपाईँसँग अभिषेकको तेल छ, जुन अभिषेकले त्यो शैतानको राज्यलाई खतम पार्छ नि, त्यसलाई थाहा छ। त्यसले पनि अभिषेकले काम गरिरहेको अहिले शैतानले, जो परमेश्वरले अभिषेक गर्नु भएको थियो पहिला। आमेन। त्यो अभिषेक तपाईँसँग छ भनेर शैतानले खतम पार्न हो त्यसरी परीक्षा ल्याउँछ मेरो प्रिय मण्डली। यो अभिषेक व्यभिचारीबाट अलग रहनुहोस् तपाईँ। आमेन। व्यभिचारीको पापबाट अलग रहनु, पवित्र जीवन जिउनुहोस्, पवित्र जीवन जिउनुहोस्। व्यभिचारीको पापबाट तपाईँ अलग रहनुपर्छ। म गर्दिनँ भन्नुपर्छ। अफर आउँछ तपाईँलाई, आउँछ, तपाईँको पछि लाग्ने मान्छे आउँछ तै पनि तपाईँ म गर्दिनँ भनेर सिधै हो। तपाईँको एसएमएसहरू तपाईँ बिहे नगर्नेहरूको आयो भने दायाँ बायाँ कुरा आउँछ भने सिधै ब्लक गरिदिने। यसले मेरो अभिषेक चोर्न लागेको भन्ने थाहा पाउनुपर्छ तपाईँले। आमेन। जब तपाईँले हेर्नु छ नि, सिम्सोनलाई, मेरो प्रिय मण्डली, व्यभिचारीको कुरा गर्दा सिम्सोनमाथि यत्रो परमेश्वरको शक्ति अनि सामर्थ्य थियो। त्यो अभिषेकलाई खतम पार्नको निम्ति शैतानले व्यभिचारमा लडायो सिम्सोनलाई। व्यभिचार गर्यो, बेस्यासँग गति सुतेको छ, मन्दिरको खम्बा बोकेर हिँडेको छ। तर एक दिन अन्त आयो कि लास्टसम्म सिम्सोनले परमेश्वरले बाँध्नु भएको करार तोडेन नि, अभिषेकको गुमेन। लास्टमा गएर के गयो, काखमा सुत्दै बस्दै, छोरी मान्छेको काखमा सुत्दै बस्दै कि लास्टमा के गयो, अभिषेक खतम भयो। उसले आफ्नो परमेश्वरसँग बाँधेको करार चाहिँ उसले तोड्यो। उसलाई भन्यो, यो तिम्रो यो कपाल, मेरो कपाल काट्यो भने म आम मानिस जस्तो हुन्छ। यो परमेश्वरले मलाई बाछा बाँध्नु भयो, यो कपाललाई काट्न आज्ञा दिनुभएको छ भनेर यो करार परमेश्वरले बाँधेको करार जब सिम्सोनले भनिदिने बित्तिकै दलिना भन्नेले त के गरे, अब त्यो कपाल काट्यो, जब काखमा राखेर जम्मै खोइलाइदियो। ऊ आम मानिस जस्तो भयो, अभिषेक चोर्यो, खतम बनाइदियो। परमेश्वर त्यहाँबाट सिम्सोनमा छोडिदिनु भयो। परमेश्वरले छोडिदिनु भयो भने आँखा फुटाइदियो, त्यहाँबाट सक्यो। त्यहाँबाट मेरो प्रिय मण्डली, शैतानले त्यो यसरी दलिनाहरू पठाउँछ तपाईँको जीवनमा। केटा हो तपाईँ, केटा हो केटी पठाउँछ, तपाईँ केटी मान्छे हो भने केटा राम्रो पठाउँछ। होसियार हुने व्यभिचारी कुराबाट। व्यभिचारीको पाप यस्तो हो मेरो प्रिय मण्डली, तपाईँले व्यभिचारीको पाप प्रभुले क्षमा दिनुहुन्छ। याद गर्नु, बहुत क्षमा दिनुहुन्छ परमेश्वरले। दाउदलाई क्षमा दिनु भएको छ, तर दण्ड चाहिँ माफ गर्नु भएन। दाउदले अलिक बार त भोग्यो, प्रभुले अलिक बार भोगाउनु दिनु भएको छ।
बहुत भोगेको छ। यो कुराहरू तपाईँले जानेर तपाईँलाई यो बुझ्नु भइसक्यो, अब बुझेर तपाईँ गर्नुहुन्छ नि बहुत टेन्सन। नबुझी गर्नु भने प्रभुले क्षमा दिनुहुन्छ, तपाईँलाई माफ गर्नुहुन्छ। तपाईँलाई ध्यानै थाहा छैन भन्ने कुरा भर्खर विश्वास गरे, तपाईँलाई केही पनि थाहा छैन, यो ठिकै छ। तर तपाईँले जाने बुझी बाहिर गरेपछि तपाईँ प्रभुले दण्ड माफ गर्नुहुन्न। बहुत डेन्जर यो पाप हो, बहुत यो पोइजन भन्छन्। यो पास्टर जोनले भन्नुहुन्छ यो त पोइजन हो, पोइजन फैल्यो भने चर्चमा खतम पार्छ, एउटा पोइजन हो। यो कुराबाट तपाईँ र मैले होसियारी हुने। आमेन। जब तपाईँले शिक्षा पाउनुहुन्छ, तपाईँले अन्जानमा गरेको पहिला अवस्था गरेको प्रभुले सबै क्षमा गरिदिएको हुनुहुन्छ। आमेन। क्षमा गरेको अन्जानमा गरेको तपाईँले प्रभुले थाहा नहुँदा अब तपाईँलाई अब शिक्षा थाहा भयो, अब तपाईँ होसियारी हुनु। आमेन। यसले श्राप ल्याउँछ, नराम्रो कुरा ल्याउँछ, तपाईँहरूमा होसियारी हुने। हालेलुया। तपाईँलाई किन त्यस्तो आएको त, त्यस्तो अफर किन आएको भने तपाईँसँग अभिषेकको तेल छ, त्यो खतम गर्नको निम्ति आएको अफर। आमेन। आमेन। अनि म तपाईँलाई एउटा कुरा भनेर म पद देखाउँदिनँ आज है। पद देखाएर म यस्तो युट्युबमा पद देखाएर प्रिचिङ गरेर म जहाँ हाल्दिनँ युट्युबमा, सुन्नु है, हाल्दिनँ। तपाईँलाई पद नदेखाएँ मैले भनेको छ आज, 2-3टा दिएको, एउटा 2टा दियो होला, त्यति हो पद नदेखाउने। अनि अब तपाईँलाई हेर्नुहुन्छ भने अब तपाईँलाई यो अभिषेकको कुरामा गर्दाखेरि अभिषेक भएको मान्छेले त्यो अपवित्र जीवन जिउनु हुँदैन। जब सिम्सनलाई के भन्यो परमेश्वरले, सिम्सन जन्माउनु भन्दा अगाडि के भन्नुभयो, सिम्सनको आमालाई आएर के भन्नुभयो, तिमीले दाखमती कहिले नखाउनु, कुनै पनि दाखरसबाट बनेको कुरा नखाउनु, अशुद्ध भोजनबाट अलग रहोस्, यसलाई चाहिँ तिमीले हुर्काउनु भनेर आज्ञा दिएको छ। अनि यस्तै कुरा अझै आयो भने तपाईँले हेर्नु हुन्छ नि 32 मा दिने योन्नालाई जब योन्नाको बुवा कहाँ गएको थियो भने त मन्दिरमा जब पस्दाखेरि के भन्यो, तैले गरेको प्रार्थनाको कारणले मैले सुनाइ भएका स्वर्गमा तेरो श्रीमतीले एलिसिबाले अब बच्चा जन्माउने छु, त्यो एलियाको हातबाट शक्तिमा जानेछ, तुलाई अशुद्ध कुराबाट अलग रहेको, दाखरस नखाएकोस्, अशुद्ध कुराबाट अलग रहेकोस् भनेर भनेको छैन। अभिषेक जब अभिषेक गर्नुहुन्छ नि प्रभुले, तपाईँ अब अलग रहनुपर्छ। आमेन। अशुद्ध कुराबाट, नराम्रो कुराबाट अलग रहनुपर्छ। अरू छाडा बोल्छ, साथीसँग जाँदा साथी जस्तो नहुनु, छाड भयो म गर्दिनँ भन्ने, तपाईँ साथीसँग जाँदा साथी जस्तो हुने, संसार जस्तो हुने, चर्चमा आयो स्वर्गदूत जस्तो हुने, त्यो हुँदैन। तपाईँ रेल जीवन जिउने विश्वास हुनुपर्छ। आमेन। यति रेल जीवन जिउनु कि तपाईँ यति जीवन जिउनु। आमेन। तपाईँ परमेश्वरको स्वभाव बोकेर हिँडेको परमेश्वर जस्तै हुनुपर्छ। आमेन। आमेन। तपाईँ परमेश्वरको छोराछोरी हो भने परमेश्वरको स्वभाव तपाईँमा हुनुपर्छ। हालेलुया। आमेन। अनि तपाईँ त्यो तालले जीवन जिउनुपर्छ। अब अन्तिम दिनमा चाहिँ तपाईँ जो ताले पवित्रतामा फोकस गर्नु भएन भने सब प्रभुले बचाउन सक्नुहुन्न, तपाईँलाई सक्नुहुन्न। मेरो प्रिय मण्डली, तपाईँ पवित्रतामा फोकस गरेर लिएर जान सक्नुहुन्न प्रभुले बचाउन। अनि यो अभिषेकको तेल बोक्नेहरूलाई सटाउन आएकै छ, नराम्रो आराम आएकै छ। पहिला आएन, पहिला पास्टरको पनि नजिक भयो, मानिसको पनि नजिक भयो, माया गर्ने सबै त्यो पोखरामा हलाउने नानी भन्दै हलाउने त्यो व्यक्तिहरू थियो, तपाईँलाई माया गर्ने। जब अभिषेक परमेश्वरले गर्नु भने तपाईँसँग अभिषेक तेल आयो नि, तपाईँको नजिक मान्छेले विरोध गर्न थाल्छ। अब त्यहाँबाट मेरो प्रिय मण्डली, नजिक मान्छेले तपाईँलाई विरोध गर्न थाल्छ, नजिक मान्छेले तपाईँलाई अब घृणा गर्न थाल्छ, नराम्रो आरोप लगाउन थाल्छ। किन भन्नुहोस् त, तपाईँसँग अभिषेक छ। त्यो अभिषेकको तेल शैतानले खतम गर्न थाल्छ, मान्छेलाई चलाएर खतम गर्न थाल्छ। अनि त्यही भएर मेरो प्रिय मण्डली, म तपाईँलाई यो भन्छु कि अभिषेक तपाईँले खतम गर्ने। आमेन। आमेन। तपाईँले राम्रो सङ्गत गर्नु। जसकोले सिम्सनले व्यभिचार गरेर सुतेर पहिला अभिषेक गएको थिएन, सङ्गत गरेको कारणले गएको। म अब रहस्य तपाईँलाई बताउँछु। सबै व्यभिचार गर भनेर लगाइदिन्छ होइन। सिम्सनले सङ्गत गरेको, व्यभिचार त पहिला गएर व्यभिचार गरेर बेसा सुतेर मन्दिरको खम्बा लगाएर कुदेको छ, यत्रो मन्दिरको गएन त अभिषेक। त्योभन्दा अगाडि पनि कति व्यभिचार गरेछ त्यसले, सिम्सनले। तर सिम्सनले त्यो दलेना भनिसँग के भयो, लभ परेछ दलेनासँग। सुन्नुहोस् है। अनि त्यहाँबाट सङ्गत गरेको छ, सङ्गत रिलेसनसिपमा बसेको छ। रिलेसनसिपमा बस्दाखेरि उसले व्यभिचार गर्ने, उसँग सुतेन। के भन्यो, उसले भन्नु नहुने कुरा बोल्यो। परमेश्वरले नगर भन्ने कुराहरू उसले, यो छ मेरो आज्ञा, यो कपालमा मेरो परमेश्वरले आज्ञा गर्नु भएको छ, करार बाँध्नु भएको छ, यो कपाल नकाट भनेर। यो कपाल काटी म आम मानिस जस्तो हुन्छ, यो आज्ञा मैले तोडिसकेपछि भन्दाखेरि त्यहाँबाट दलिनाले सबै काट्यो। उसलाई कहाँमा सुताउँदै सुमसुमाउँदै सबै काट्यो। खानी छैन, आम मानिस जस्तो। किनभने सङ्गतले बिगायो। तपाईँ रिलेसनसिपमा कहिले कदापि नबस्नुहोस्। जब डेभलपर आएको रिलेसनसिपमा बस्ने भनेको सबै शैतानले पठाएको, तपाईँलाई राम्रो व्यक्तिबाट प्रभुले पठाएन।
शैतानले प्रभुको जब समय आउँछ तब हुन्छ, सबै कुरा मिलेर आउँछ। समय नआउँदा तपाईँलाई शैतानले पठाएको त्यो अभिषेक खत्तम पार्छ मेरो प्रेम मण्डल। तपाईँको राम्रो राम्रो व्यक्तिहरू पठाउँछ, थुप्रो आउँछ। सुन्नु, त्यतिखेर तपाईँ होसियारी हुने। त्यो अब तपाईँले त्यति मात्रै सङ्गतले त्यहाँ सङ्गत गरेर कति कुरा बोल्नु भन्ने कुरा रहस्य खोल्दैछ नि त हो। आज्ञा पनि उल्लङ्घन गरे हेर्नु त, सङ्गतको कारणले परमेश्वरको आज्ञा पनि उल्लङ्घन गर्न सक्छ बिचरा। मेरो प्रेम मण्डल, आज तपाईँ सङ्गतको कुरा गर्छ नि, बाइबलले भन्छ सङ्गतले त्यही राम्रो तिम्रो चरित्र छ भने तिमीलाई त्यही नराम्रो चरित्रता त तिमीमा पस्छ भनेको छ, खतम पार्छ तिम्रो राम्रो चरित्र राम्रो स्वभावलाई। त्यो गलत सङ्गतले भन्छ भ्रममा नपराउँछ। मेरो प्रेम मण्डल, आज तपाईँ भ्रममा पर्ने, गलत सङ्गत कहिले नगर्नु। तपाईँको साथी छाडा बोल्ने यताउता छ भने बस तँबाट अलग कटअप गरिदिनु, सिक्दा नगर्नु। उसलाई सुधार्न कोसिस गर्नु, सुध्रिँदैन भने त्यही ठेकुवा बस्छ नि, त्यसलाई कटअप गरिदिनु। आज आमेन। कटअप गरिदिनु, त्योसँग नजाने नभेट्ने, त्योसँग नबोल्ने, जयमसी बाहेक हुँदैन अरू केही पनि, अरू केही नगर्ने, कटअप गर्ने, गलत उसलाई सुध्रिँदा पनि सुध्रिँदैन भन्दाखेरि अब तपाईँ अलग रहने। आमेन। शैतानले तपाईँको अभिषेकले खत्तम पार्न गलत सङ्गत पठाउँछ, सङ्गत पनि पठाउँछ, सबै खत्तम पार्छ। सुन्नु, खत्तम पार्छ। अनि मेरो प्रिय मण्डलले आज तपाईँ होसियार हुनुपर्छ। आमेन आमेन। तपाईँ प्रत्येकसँग अभिषेक परमेश्वरले गर्नुभएको छ। तपाईँ आउने दिनको योद्धा हो। अब जयमसी भन्ने होइन, तपाईँ योद्धा हो। आमेन आमेन। यो शब्द बोल्दैन अब जयमसी होइन, विश्वासीको अगाडि तपाईँ योद्धा हो। हालेलुया आमेन। अब अन्तिमको सेना हो तपाईँ। तपाईँ पवित्र होलिनेस जीवन जिउने पर्छ। तपाईँ जब अब पवित्र जीवन जिउनु सबै कुरा तपाईँको हातमा छ। आमेन। भन्नुहोस् आज प्रभु, म मेरो शक्तिले सक्दिनँ पवित्र जीवनमा जीवन जिउन, मलाई तपाईँको शक्ति दिनुहोस्, तपाईँको अनुग्रह मलाई दिनुहोस्। म आफूले गर्न खोजेँ, म लड्छु प्रभु, तर मलाई अनुग्रह दिनुहोस् भनेर माग्नुहोस् आज प्रभुसँग। तपाईँसँग पवित्रता, जब पिताको पवित्रताको स्वभाव तपाईँमा आउनु छ नि, परमेश्वरको स्वभाव तपाईँ जब आउँछ, तपाईँ सबै कुरा जे मागो त्यही पाउँछ। यो पवित्रताको स्वभाव छैन तपाईँले परमेश्वरबाट न सुरक्षा पाउँछ, न प्रार्थनाको सुनाइ हुन्छ। परमेश्वरको वचनले मैले पहिले सिकाएको छु, अपवित्र मान्छेले गएर प्रार्थना दुर्गन्ध हुन्छ, स्वर्गमा सुन्नुहुन्छ, उत्तर दिनुहुन्न। परमेश्वरले झिझेर मान्छ, सुगन्ध भएर जाँदैन। दुर्गन्ध तपाईँ मन पराउनुहुन्छ नालामा मन पराउँदैन नि त। त्यही भएर परमेश्वरलाई नाला गनाएको जसरी जान्छ प्रार्थना। त्यही भएर तपाईँ पवित्र जीवन जिउँछ भने सुगन्ध धूप भएर जान्छ तपाईँको प्रार्थना। आमेन। परमेश्वरलाई मिठो बास्ता हुन्छ, तपाईँलाई उत्तर पाउँछ। हालेलुया आमेन आमेन। अनि आज तपाईँले पवित्र जीवन जिउनु प्रयास गर्नु, प्रभुलाई अनुग्रह माग्नु। तपाईँ म चाहिँ सक्छु भन्न नजानु, पुग्लोकै लल्ला फेरि म जो खडा छु भन्छ त्यसले होसियार गरोस् जानेछ। त्यही भएर प्रभुलाई भन्नु, मलाई प्रभु अनुग्रह दिनुहोस्। आज कति तपाईँ सक्नु भएको छैन होला, अनुग्रह दिनुहोस् भन्नु। अनुग्रह प्रभु, मलाई तपाईँको अनुग्रह दिनुहोस् पवित्रताको। म पवित्र जीवन जिउँछु, म अलग हुन्छु अरू जस्तो गर्दिनँ, किनकि त मसँग अभिषेकको तेल छ। यो अभिषेकको तेलले नै मलाई सबै आशिष ल्याउँछ भनेर बुझ्नु तपाईँले। आमेन। अभिषेकको तेलले तपाईँलाई सबै कुरा ल्याउँछ मेरो प्रेम मण्डली। तपाईँलाई आशिषहरू सबै कुरा त्यही अभिषेकले लिएर आउँछ, शक्तिले लिएर आउँछ, अरूले होइन। आमेन हालेलुया। अनि अभिषेक बन्ने कुरा त्यही मेरो प्रेम मण्डली, जब प्रभु पवित्र जीवन जिउनुहुन्छ, जब फास्टिङ प्रार्थनामा रटिनुहुन्छ, प्रभु अलग हुनुहुन्छ, अलग भयो भने तपाईँ पर्छ। आमेन। तपाईँलाई यहाँ अभिषेकले भरेर गइसकेपछि त्यस्तै तपाईँको छाडा बोल्ने साथीहरू, नराम्रो बोल्ने साथीहरू छन्, त्यो अभिषेक ती खतम हुन्छ, सबै चुस्छ, जुगालाई चुसेर शैतानले चुस्नमा पठाएको हुन्छ। त्यस्तै साथीहरू अलग हुने, तपाईँ अलग व्यक्ति माया गर्ने। फेरि तिमी पापी हो, म तिमीसँग सङ्गत गर्दिनँ, होइन दोषी हो नि, माया गर्ने। आमेन। माया गर्ने, माया गर्यो भनेपछि तँसँग बसेर भात खानु पर्दैन नि त, होइन पर्छ। अङ्गाला मारेर टोइलेट जाँदा 3 मिनट चाहिने भनेर लिएर जानुपर्छ हो नि त, त्यसै पर्दैन। माया गर्नु, प्रेम गर्नु भन्नु, माया गर्नु, प्रेम गर्नुलाई सम्झाउनु। तिम्रो पापलाई त म मान लिँदिनँ, म तिमीलाई प्रेम गर्छु, प्रभुले पनि माया गर्छ। त्यो पाप चाहिँ गलत हो, त्यो पापलाई त्याग गर, प्रभुले माया गर्नुहुन्छ भन्नु। आमेन। तिमी दस भनेर प्रभुले नदोष्य भनेको छ हो। त्यही भएर तपाईँले मैले प्रभुले प्रत्येकलाई प्रेम गर्नु, पापलाई चाहिँ घृणा गर्नुपर्छ। तपाईँले याद गर्नुहोस्, तपाईँले पापलाई घृणा गर्ने, मान्छेलाई चाहिँ प्रेम गर्ने। अहिले मान्छे के भयो तपाईँलाई थाहा छ? अहिलेको समय फेरि के छ, सानो पाप गरेर पुग्लुको लडिदिनुपर्छ। यो त हेर हेर यो 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 उठेको हिजो भनेर बुढोको मान्छेले कुरा काट्न सुरु गर्छ। प्रभुले न्याय गर्नुहुन्छ त्यस्तो व्यक्तिलाई। तपाईँले पापलाई घृणा गर्ने, त्यस्तो तपाईँले प्रेम त्यो व्यक्तिलाई गर्नु महान, त्यो व्यक्तिलाई खसाल्दै हुन्छ। तपाईँले भन्नु, भाइ बहिनी दिदी, म तपाईँको पापलाई मान्दिनँ, तर तपाईँ
लाई प्रभुले प्रेम गर्नुहुन्छ। तपाईँ उठ्नुहोस्, म तपाईँलाई सहायता गर्छु, तपाईँ उठ्नु, म तपाईँलाई हेल्प गर्छु म भनेर भन्नुपर्छ। झन् पाप गरेको जो मान्छे लड्छ त्यसलाई त पापी भनेर सबैले पापी भनेर दोस्या झन् दिनु उसले कहिले उठ्न नदिने बनाइदिनुहुन्छ हाम्रो क्रिस्चियन समाजले। त्यो प्रभुले यस्तो न्याय गर्नुहुन्छ, प्रभुले मन पराउनुहुन्न, मन पराउनुहुन्न। तपाईँले त्यो व्यक्तिलाई माया गर्नुपर्छ। आमेन। मान्छे लड्छ, धर्मी जन 7 चोटि लड्छ भनेछ हो, 7 चोटि लड्छ, तर प्रभुले उठाउनुहुन्छ भनेछ। तपाईँ फेरि थिच्ने त्यसलाई दोस्याएर थिच्ने होइन नि, उठाउने नि त, साथ दिने। आमेन, हात दिने। तपाईँ त्यस्तो व्यक्ति हुनुहोस्। आमेन। पापलाई घृणा गर्नुहोस्, पापलाई घृणा गर्नुहोस्, तर मानिसलाई प्रेम गर्नुहोस्। आमेन, आमेन। त्यो हुनुपर्छ। फेरि मानिसलाई दोर्साउने हुँदैन। आमेन। तपाईँले कस्तो कस्तो व्यक्तिलाई समातिदिनु छ। पावल जो मान्छे मारेर हिँड्ने, जुन प्रभुको सेवकलाई मारिदिएको छ पावलले, यस्तै फरसलाई कति प्रेम गर्नुभएको छ प्रभुले। हेर्नुहोस् पावललाई कसरी चलाउनु भएको, देख्नु भएको छ, चलाउनु भयो नि परमेश्वरले। मेरो प्रेम मण्डली, आज तपाईँलाई म त्यो हुनुपर्छ। आमेन। प्रेम गर्नुपर्छ, माया गर्नुपर्छ, तर तपाईँ र मैले के गर्नुपर्छ? प्रेम गर्नुपर्छ, माया गर्नुपर्छ। माया गर्नु भनेपछि सँगै टाँसेर त हिँड्नु हुँदैन है। बाइबलले भनेको छ तपाईँ अलग भएको व्यक्ति हो। हालेलुया, आमेन। अलग भएको व्यक्ति हो तपाईँ, पवित्रतामा तपाईँ अगाडि बढ्नुपर्छ। परमेश्वरको छोराछोरी कस्तो हुन्छ? परमेश्वर अपवित्र हुन्छ? परमेश्वरमा जानेर बाउको शोभा पाउँछ आउँदैन? आउँछ। आज तपाईँसँग पवित्रताको परमेश्वरको स्वभावद्वारा चाहिँ तपाईँ पवित्र जीवन जिउन सक्नुहुन्छ। हाम्रो शारीरिक बाउको स्वभावले होइन। फेरि बुझ्नुभयो? तपाईँ प्रभुलाई विश्वास गरिसकेपछि प्रभु मलाई तपाईँको स्वभाव चाहिन्छ, म तपाईँबाट जन्मेको व्यक्ति हो। आमेन, आमेन। अनि तपाईँ जुन पवित्रतामा अगाडि बढ्नुहुन्छ नि मेरो प्रिय मण्डली, उहाँको स्वभाव जब आउँछ तपाईँ कहिले पनि तपाईँले अपवित्र कुराहरू सहनै सक्नुहुन्न। माया गर्नुहुन्छ मान्छेलाई, तर अपवित्र कुराहरू सहनै सक्नुहुन्न। होलिनेस आउँछ। सानो सानो कुरा पनि तिमीले किन गरे भने परमेश्वरलाई सानो पाप पनि दुर्गन्ध हो, ठुलो पाप पनि दुर्गन्ध हो। बुझ्नुभयो? पाप पापै हो, सानो ठुलो भए पनि। अनि मेरो प्रिय मण्डली, आज तपाईँ र मैले अरू 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 कुरा सिक्नु हुँदैन। अब कस्तो जाने चर्चमा यस्तो सिकाइदिए कि हामीलाई पहिला पहिला कस्तो सिकाइदिए, हामीले त पाप गरेर होला त प्रभुलाई विश्वास गरेपछि ग्रहण गरेपछि तिमी संसारसँग संसारको मान्छे जस्तो भइदेऊ, तिमी संसारमा छौ, चर्चमा आउँदाखेरि तिमी स्वर्गदूत भइदेऊ, संसारमा गयो भने रागे भूत भइदेऊ चर्चबाट बाहिर भनेर सिकायो नि त। हो स्वर्ग जान्छौ तिमी यति भएपछि भनेर। बुझ्नुभयो कुरा? बुझ्नु भएन है? यो त कुरा जो बाहिर बुझ्दैन हो। बुझ्नुभयो नि? के सिकाइदियो भने तिमीले अब प्रभुलाई विश्वास गरेपछि तिमीले पवित्र जीवनै जिउनु पर्दैन, स्वर्ग जान्छौ। तिमीले मर्ने बेला एकचोटि पश्चाताप गर, अहिले मजाले पाप गर हिँड, तिमी स्वर्ग जान्छौ। लगाइदियो नि त। जाँदैन त्यस्तो व्यक्ति, उसले जान्दैन गर्छ जाँदैन। त उसको त क्रुसमा 2 जना चढाउनेको कुरा उदाहरण लिएर हुन्छ। तिनीहरूको त समय थिएन नि त। प्रभुसँग त क्रुसमा चढ्दा प्रभु भनेको एकजनाले पश्चाताप गरेर विश्वास गर्यो नि त। उसको त समय थिएन नि त। ऊ स्वर्ग गयो, बत्तिसन लिएन, ग्रहण मात्रै गर्यो हो। अब अरूको त समय छ नि त प्रभुलाई विश्वास गरे मेरो प्रिय मण्डली। समयभरि त सबै अपवित्र कुरा छेर मर्ने बेला प्रभु सफा गर्न जाँदैन है। यो त प्रभुले हेर्नुहुन्छ न्याय। समय तपाईँको छैन, जान्छ। आमेन। बत्तिसमा लिनु पर्दैन। हालेलुया। टक्क आज ग्रहण गर, भोलि मर्दै भने मान्छे त्यसले बत्तिसमा लिएर के दिन भयो? समय थिएन नि त हो, पश्चाताप गर्नु भयो। हालेलुया। अनि मेरो प्रिय मण्डली, प्रभुले हेर्नुहुन्छ। कडा लाग्छ तपाईँलाई, कडा लाग्छ। तपाईँ म भन्छु प्रभुको राज्यमा तपाईँ दुलाइ हुनुपर्छ। आमेन। विश्वासी कतिजना छ? यति हजारौँ छ भने मलाई चाप पर्दैन, तर विश्वासी दुलही चाहिँ कति तयार हो भन्दाखेरि हजारौँ छ भन्दाखेरि चाहिँ त्यहाँबाट मलाई खुसी लाग्छ। आमेन। दुलही आज तयार कति छ भने हजारौँ होस्। आमेन, आमेन। हालेलुया। मलाई एउटा पास्टर बाबुको कुरा आउँछ, म गाउँ जाँदाखेरि भन्नुभयो, एउटा पास्टरले भने विचार उहाँको थोरै विश्वासी छ हो। अनि एउटा पास्टर भने विश्वासी कतिजना छ अरे भने, पास्टर यति यतिजना छ भने, ए कति वर्ष सेवा ए भनेर अलि मुन्डो बटाएछन् क्या सुन्छ है। अनि त्यो पास्टर बाबुले भनेछ, पास्टर तपाईँ कतिजना छैन? मेरो त यति 100 जना, यति हजारहरू छ भनेछ। अनि दुलाई त्यो कतिजना छ स्वर्ग आजै जाने प्रभु लिन आउनु भने, तयार कतिजना भएको छ भन्दाखेरि चाहिँ मुक्त भयो। अब सानो लड र छोड। मेरो प्रिय हुन्छ तपाईँ दुलाई तयार हुनुपर्छ। आमेन। अन्तिम दिनमा तपाईँ तयार हुनुपर्छ। मैले अभिषेक कुरामा लगाएँ। अब तपाईँले यति गर्नु भने मेरो प्रिय मण्डली, अब तपाईँको अभिषेक बढ्छ बढ्छ बढ्छ। एक दिन त्यो के छ, शिरबाट खनाको अभिषेक तपाईँको कप्ता भ्याट्टै भिजेर शरीरै भिज्छ। त्यो बेला अब तपाईँको शैतानले कुनै ठाउँ मौका पाउँदैन, तपाईँलाई कहीँ पनि चोट लगाउन सक्दैन। पुरै तपाईँ शक्तिले भरिएको हुन्छ। आमेन। त्यो अभिषेकको तेलले शैतानले छुन सक्दैन। अभिषेक तेल। हालेलुया। आमेन। त्यो अभिषेकको तेल बढाउनुहोस्। आमेन। प्रार्थना, उपवास, अलग रहर। हालेलुया। आमेन, आमेन।
तपाईँ र म त्यस्तो जीवन अब जिउनुपर्छ। आमेन। अब लड्तारो जीवन नजिउनुहोस्। प्रभुको दिन नजिक आइसकेको छ। प्रभुको दिन अब नजिक आइसकेको छ। प्रभुको नजिक आगमनको हामी नजिक छौँ। अब मेरो प्रिय मण्डली, अब प्रभु येशू ख्रीष्टले प्रचार गर्दा के भनेर प्रचार गर्नुभयो? हजुर, प्रभु येशूले सुरुमा प्रचार गर्दा स्वर्गको राज्य नजिक आयो भनेर गरेको हो। स्वर्गको राज्य नजिक आएको छ भनेर प्रचार गर्नुभयो प्रभु येशू ख्रीष्टले भने अब कति नजिक छ भन्नुहोस् त? 2000 वर्ष अगाडि उहाँले प्रचार गर्नुभयो स्वर्गको राज्य नजिक आएको छ, पश्चाताप गर्न भनेर। अब कति नजिक भयो 2000 पछाडि अब हामी भन्नु त? कति नजिक भइसकेको छ। आमेन, आमेन। अनि तपाईँ र म आज नजिक भएको छ। अब हामी पवित्र जीवन जिउने, अब पवित्रतामा प्रभु मलाई सहायता गर्नुहोस्। म मेरो शक्तिले सक्दिनँ, मलाई सहायता गर्नु, म पवित्र जीवन जिउँछु भनेर हिँड्नुहोस्। आमेन। अब तयार हुने समय आएको छ मेरो प्रिय मण्डली। तपाईँ सबै विश्वासी र्याप्चर उठाइराख्नुपर्छ। तपाईँ र्याप्चरमा प्रभु मध्य दिनमा आउनुहुन्छ। र र्याप्चर मध्य दिन भन्दा फेरि मध्य दिन भने रातिको समय प्रभुले के भन्नुभयो? मध्यरातमा आउँदा पनि तिमीहरू नसुतेको होस् भनेर। दुलाइला हो 10 कन्या र 5 कन्याले के भन्नुभयो? तुला कतिखेर आउँछ तिमीलाई थाहा हुँदैन, त्यही भएर तिमी हर समय तयार रह भन्नुभयो प्रभुले। आमेन। तपाईँ कतिखेर आउनुहुन्छ थाहा छैन मेरो प्रिय मण्डली। आज तपाईँ हर समय के हुनुपर्छ भन्नुहोस् त? तपाईँ तयार रहनुपर्छ। हालेलुया, आमेन। तपाईँ तयार रहनुपर्छ अनि पवित्र जीवन जिउनुपर्छ, राम्रो जीवन जिएर हिँड्नुपर्छ। आमेन। त आउने दिन अभिषेक बहुत बढेर जान्छ तपाईको। कतिको अस्ति सबैको तेल हातै हातमा हो, तपाईको बढेर जानेछ आउने दिनमा। आमेन। त्यो अभिषेकले छुटकारा ल्याउँछ, त्यो अभिषेकले तपाईँलाई सबै कुरा लिएर आउँछ। हालेलुया, हुन्छ। तपाईँले बुझ्नुभयो? अभिषेक 2026 मा बचाउने निम्ति तपाईँलाई यो गर्नुपर्छ। आमेन। बुझ्नुभयो नि? पवित्र जीवन जिउनुपर्छ, किनकि अभिषेक तेल भएको कारणले तपाईँ अब अरूको जीवन जिउनु हुँदैन भने बुझ्नु है त। तपाईँ अलग रहेर अब अलग हुने। आमेन। अलग हुने समय आएको छ। तपाईँ छुट्याएको योद्धा हो। हालेलुया, योद्धा हो। आमेन, आमेन। तपाईँले बुझ्नुभयो नि? हुन्छ, तपाईँले बुझिसक्नु भएको छ। अब एउटै कुरा मैले अहिले प्रचार गरेको, अभिषेक बोकेर हिँड्ने मान्छे जसले प्रभुले तेल राख्नु भएको छ टाउकोमा, त्यसले अब पवित्र जीवन जिउनुपर्छ। अशुद्ध कुरा छुनु भएन, पवित्रतामा हिँड्नुपर्छ, ऊ अलग रहेर हिँड्नुपर्छ। आम मानिस जस्तो हुँदै हिँड्नु भएन। आमेन। एकदम होसियार भएर। हालेलुया, त्यसको अभिषेक गर्छ। व्यभिचारबाट अलग रहनु, पवित्र सबै कुराहरू अलग रहनुपर्छ अपवित्र कुराबाट। आमेन। यति हो मैले प्रचार गरेर, अरू केही बुझ्नु भएन, यति बुझ्नुहोस्। आमेन, हालेलुया, आमेन। तपाईँ अभिषेकमा जिउने पुस्ता जस्तै हुनुपर्छ है त। हुन्छ। अनि यो समयहरू सबै नै हामीले यो समय राख्नेछौँ। फेरि पनि तपाईँलाई जय मसीह।